सबैजनालाई स्वागत छ चमेलीको ब्लगमा। यो हो मेरो ब्लग। मेरो आज ब्लग रहेको छ। आमा म घरसन जाने घर जाने त्यति हो र मेरो ब्लग भनेको। आमा र मसँग बाटोतिर आइसकेँ। यहाँ छ हाँसी राम्रो पछाडि घाँस। आमा त्यहाँ तल घाँस काट्दै हुनुहुन्छ। आमाले चाहिँ घाँस काट्न रेडी भएर नि हामीले चाहिँ हाँसी काट्छौँ, आमाले हाते काट्नुहुन्छ। ऊ देख्न सक्नुहुन्छ बारी ऊ त्यहाँ पारी छ। आमा यहाँ हुनुहुन्छ। जाम किन बारीमा? ल म चाहिँ आमाले ऊ त्यहाँ घाँस काट्न छोडिदिएर म चाहिँ बारीतिर हिँडेको। हेर गाइस, म यस्तो नराम्रो भएर हिँड्छु नि। बाटोमा भेटिहाल्यो नि यो चमेली हो र भन्दाखेरि होइन होला भन्छन् के मान्छेहरूले। म त्यस्तो छु। गाइस मेरो भ्लग हेर्नु ल। म जान्दिनँ के रे चुरोट खाए जस्तो उठ्ने निलो देखिया, तर म यो ओठ चाहिँ निलो छैन ल, मेरो रातै हो। ल अहिले चाहिँ घाम चर्किरहेको छ। अहिले हामी चाहिँ दिउँसोमा घाँस काट्न आएको छौँ। माथि छ घाँस हाम्रो घर चाहिँ यता तल खोल्सामा आएको। अब बारीमा नि पुग्न लाग्यो। गाह्रो छ। तपाईँ लगाइसकेपछि म घाँस काट्छु। अनि घाँस काट्छु ल। अब ल गाइस, अब सिङ्गल मान्छे यस्तो झोला समात्ने हो भन निर्माया आउँछ आउँदैनौ गीत पनि छ। पन्जा सन्जा लगाइसक्यो। अब चाहिँ म रेडी भयो गाइस। घाँस यहाँ छ बुट्टा घाँस काटेँ नि। म अब घाँस सास काट्छु। मेरो भ्लग चाहिँ धेरै हुँदैन, थोरै चट्टो मिठो कडक हुन्छ। मगर्नीको भ्लग राम्रै हुन्छ भन्ने आशा छ। एडिट गर्न चाहिँ अलि राम्रो जान्दिनँ, जस्तो त्यस्तै हाल्छु ल। फेरि यस्तो गर्दा धेरै चमक भयो भने त हो यो त कति साह्रो चम्कौली हो भन्ला। म मोबाइलमा मात्रै हो चम्कौली त, फेरि रियलमा त छु कि फेरि गाह्रो छ। ल गाइस, फाइनल्ली घर आइपुग्यो। यो बाख्राहरू कराएर मलाई के भन्छ रिस उठिसक्यो। तर म रिसाउन्न के, रिसाउन्न। पसिना आमा यता हेर न कस्तो फिल हुँदैछ। ल गाइस, फाइनल्ली भिडियो यहीँसम्म अन्त्य गर्छु होला। अब हात खुट्टा धुनी टक्क लाएर भात तरकारी पकाउने खानी हेर्न सक्नुहुन्छ। यस्तो दुःख गरेर ल्याएछु, त्यसले कस्तो आनन्दले खान्छ। सबैजनाले लाइक कमेन्ट अनि सब्सक्राइब गर्नु भएको छैन भने सब्सक्राइब गर्नु ल। अर्को भिडियोमा भेटौँला। बाई बाई, टेक केयर गाइस।